हेलो गाई दर्शन नमस्ते। आराम हुनुहुन्छ? म पनि आराम छु है साथीहरू। तपाईँकोतिर के छ पछिल्लो समयको अपडेट? हाम्रोतिर अनि बिजोग छ है साथीहरू। आज राति परेको आकाशको पानीसँगै आएको हुरी बतासले गर्दा हाम्रो गाउँतिर चाहिँ ठुलो क्षति पुऱ्याएको छ साथीहरू। ल हेर्नुहोस् है, हाम्रो कृष्ण दाईको घर र गोठको छाप्रो पनि उडाइदियो साथीहरू। हाम्रो घर दाउरा राख्ने कटकुरोको छानो पनि उडाइदियो। यतापट्टि आँपको बुट्टा पनि भाँचिदिएको छ साथीहरू। र हाम्रो पर छिमेकी मन दाईको घरको किचन पनि उडाइदिएको छ है साथीहरू। बतासले चाहिँ हाम्रो गाउँघरतिर ठुलो ताण्डव मचायो। तपाईँकोतिर के छ अवस्था साथीहरू? प्रकृतिसँग कसैको केही लाग्दैन है साथीहरू। बारीको मकै पनि बिजोग अवस्थामा पुर्याइदिएको छ। अब बाली नाली स्याहार्ने बेलामा उता बाँदरले खाइदिने, उता बतास आएर सत्रन पारिदिने, अर्कोतिर बस्ने घरहरू र त्यसपछि गोठहरू, कटेराहरू, दाउरा राख्ने कटकुरोहरू समेत बतासले उडाइदिइसकेपछि के भन्न सकिन्छ गाइज है। तपाईँहरूलाई मैले सानो अपडेट गराउँ कि भनेर यो भिडियो निर्माण गरेको छु साथीहरू। छोटो समयमा धेरै साथीहरू जोडिनु भएको छ। यस च्यानलमा जोडिनु हुने सम्पूर्ण साथीहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु साथीहरू। आगामी दिनमा पनि यस्तै माया गरिदिनु होला। यो भल कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रियासँगै हाम्रो कालीलेख अनलाइन टिभीलाई चाहिँ सब्सक्राइब गरेर साथ पनि दिनु होला है साथीहरू। थ्याङ्क यू सो मच। अब पुनः अर्को भलगमा भेटौँला है साथीहरू। ल बाई बाई।